रातिको 1 बजे चाहिँ भ्लग गरिरहेको छु। छोरा सुतेकै छैन अनि के गरम भयो अनि बरु भ्लग पो बनाउँछु भनेर बनाउँदा उ चाहिँ दिनभरि चाहिँ सुत्छ मजाले। दिनभरि भन्दा पनि अब रातिको जहिले पनि उ 3 बजेतिर सुत्छ अनि फिट गर्नलाई उठ्छ 6 बजे 8 बजे 9 बजे टाइम हेरी उठ्छ अनि बिहान चाहिँ दिउँसोको 12-1 बजेसम्म मजाले सुत्छ क्या। अनि उसलाई राति चाहिँ खेल्नु पर्छ। दिउँसो खेले त म खेलाउने थिएँ। म चाहिँ निन्द्राले कस्तो गाह्रो हुन्छ के गर्नु, छोरा खेलिरहन्छ। अनि अहिले चाहिँ रातिको 1 बज्यो। उसको बाबा चाहिँ सुतिसक्नु भयो 11 बजे नै। बाबा हुन चाहिँ एकदमै सजिलो रहेछ कि निन्द्राको चाहिँ कुनै टेन्सन हुँदैन रहेछ। अब काम त यताउति गर्नु परि नै हाल्छ। म चाहिँ अनि अहिले चाहिँ यसो भ्लग बनाउँछु बरु टाइम पास हुन्छ भनेर बेबीलाई चाहिँ मैले अहिले स्टोरमा राखिदिएको छु। उसलाई त्यहाँनिर बस्न चाहिँ मनपर्छ। अस्ति मैले त्यसमा हालेर उसलाई बाहिर लिएर गएको थिएँ। त्यहाँदेखि उसलाई त्यसमै बस्नुपर्छ। उसको आफ्नो बेड छ हैन, उसको आफ्नो बेडमा पनि सुत्दैन, अरू कतै सुत्दैन, त्यहाँ मात्र सुत्छ। अनि त्यहाँ राखिदिएको छु। त्यहाँबाट एकछिन खेल्छ अनि निदाउँछ। भुइँमा राखेर मैले धेरै बेर खेलाएँ, टमी टाइम पनि गराएँ, सुत्ने केही छाटकाटै छैन। अनि अब चाहिँ त्यहाँ राखिदिएको छु। भर्खरै उसलाई फिड पनि गराएँ। अब चाहिँ सुत्छ होला। टाइम कति छिटो बितेको कि मेरो बाबु आज 4 मन्थ पुरा भयो ठ्याक्कै। आज 18 मार्चमा मेरो बाबु चाहिँ ठ्याक्कै 4 मन्थ कम्प्लिट भएर 5 मन्थ लागिसक्यो। अनि म चाहिँ जहिले पनि भ्लग गर्छु, उसको सानो सानो एक मेमोरीहरू क्याप्चर गर्छु भनेर चाहिँ सोचिरहेको हुन्छु हैन। अब यस्तै हुन्छ कि रातभरि सुत्दैन उ, दिनभरि सुत्छ। अनि उ अब छोरा सुतेको बेलामा आफू पनि सुत्नु पर्यो। अनि राति नसुतेपछि जागरै हुँदैन रहेछ कि दिउँसो जति सुते पनि निन्द्रै मेरो चाहिँ पुग्दैन। अनि भ्लग बनाउँछु भनेको पाएकै छैन कि भिडियो बनाएर राख्छु भन्नु। यो मोबाइलको स्टोरेज पनि कति फुल भएको हो। यो आइफोन त किन्नै नहुने रहेछ। फुल भएको भए आइफोनको त स्टोरेज फुल भयो, डिलिट गर्यो फुल भएको भए। अनि भिडियो बनाउनै मन लाग्दैन। अनि कति चाँडो बितेको समय यस्तरी नै छोरालाई खेलाउँदै गर्दै 4 महिना बितिसक्यो। रुमभित्र मात्र बसेर बाहिर चाहिँ एकदमै चिसो भएर निस्किन पाएको थिएन। अब चाहिँ ठिक्क मौसम हुँदैछ, बाहिर चट्ट डुल्ने हो आमा छोरा। अहिले चाहिँ मलाई भ्लग बनाउन मन लाग्यो राति। अनि म चाहिँ अब छोरा सुत्छ अनि कफी खान्छु भन्दै थिएँ, यसो भिडियो बनाउँछु भनेर भिडियो बनाएको। सो के को हल्ला हो यो? के को हल्ला हो यो? के को हल्ला राति राति? के को हल्ला हो सानो? हात नखानुस् न, हात नखानुस्, हात नखानुस्। के को हल्ला हो यो राति राति? मम्मा को प्रेग्नेंसी पिलो खूब काम लागेको छ है।
ए हात चाहिँ नखाऊ न ए ए यसको भत्काएर यता बनाइदिएको ढिङ्कु ढुङ्कु टुङ्कु टुङ्कु ल जा ए ल 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 हात चाहिँ नखाऊ ल ल रातिको 12 बजी चाहिँ उठेर खेल्नुपर्छ उहाँलाई यसरी खेल्नु पर्यो अरे नसुत्ने अनि के गर्नु भित्र बाबालाई डिस्टर्ब हुन्छ भनेर हलमा आएर बसेको ए ल ल ल टमी टाइम गरेको भन्देऊ टमी टाइम गरेको भन्देऊ ए ए ए टमी टाइम बेबी आदिब सानो सानो लाउ ए लाउ ल्याउ 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 मम्माको प्रेग्नेन्सीको पिलो एकदम काम लागिरहेछ हैन मलाई प्रेग्नेन्ट हुँदाखेरि यो पिलो लिएको थियौँ अहिले चाहिँ छोरालाई टमी टाइम गराउनको लागि चाहिँ एकदम काम गरिरहेछ गुङ 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 हाउ हाउ Gung 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 Arif gung 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 oh Tanu हाँसिदेऊ निन्द्रा आएको छैन अझै निन्द्रा आएको छैन अझै निन्द्रा आएकै छैन अझै अब चाहिँ निन्द्रा आउन लाग्यो होला 2 बज्यो त निन्द्रा आएको छैन आज कहाँ गयो निन्द्रा आज निन्द्रा कहाँ गयो निन्द्रा आज सानोको निन्द्रा कहाँ गयो कति छिटो बढेको तिमी कति छिटो ठुलो भएको 4 मन्थ पुरा भइसक्यो तिमी यति छिटो नबढ न मम्मासँग खेलेर बस्न सक्दैनौ त भोलि पर्सि त तिमी आफै हिँड्न सक्छौ मम्माको काखमा यसरी बस्न पनि पाउँदैनौ मम्माको काखमा यसरी बस्न पनि तिमी ठुलो भइहाल्छौ ठुलो नहौ न फता बेबी फता सानो